तिमी आउँछौ भने मेरो गाउँ मागेर बुकी फूलसँग सुबास छरिदिउँला तिम्रा वस्त्रहरूमा। नमस्कार सम्पूर्णमा। आज चाहिँ मैले ऐतिहासिक सांस्कृतिक र आर्थिक धरोहरको रूपमा रहेको राजकोट नगरपालिकाको डकुमेन्ट्री लिएर आइसकेको छु। राजकोट नगरपालिका कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित एक ऐतिहासिक सांस्कृतिक र प्राकृतिक रूपमा सम्पन्न क्षेत्र हो। यो नगरपालिकाको गठन 2073 सालमा भएको थियो, जब 3 गाउँ विकास समितिहरू सिपकाना, चिउना र फुकोट एकचित्र भएर राजकोट नगरपालिका बनेको थियो। राजकोट नगरपालिका कर्णाली क्षेत्रको मुटुमा रहेको स्थानले यसलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणमा विशेष बनाउँछ। यस डकुमेन्ट्रीमा हामी राजकोट नगरपालिका, यसको इतिहास, भूगोल, संस्कृति, शिक्षा, स्वास्थ्य, कृषि सेवाहरू र भविष्यका योजनाहरूको बारेमा चर्चा गर्नेछौँ। इतिहास र सांस्कृतिक धरोहरको बारेमा चर्चा गर्छौँ। राजकोट नगरपालिका नेपालको प्राचीन नगरपालिकाहरूमध्ये एक हो। यहाँको इतिहास लामो र समृद्ध छ। राजकोटका बासिन्दाहरूले परम्परागत शैली र सांस्कृतिक गतिविधि र यसको ऐतिहासिक महत्त्वलाई व्यक्त गर्छ। राजकोट दरबार जुन यस क्षेत्रको ऐतिहासिक स्थल हो, आज पनि यसको गौरवको प्रतीक हो। राजकोट दरबारको भग्नावशेषले यहाँको प्राचीन सभ्यता र ऐतिहासिक सम्पदालाई दर्शाउँछ। राजकोटको सांस्कृतिक जीवन विशेष विविधतायुक्त छ। यहाँका मानिसहरू आफ्नो परम्परागत र आर्थिक पर्वहरू जस्तै दसैँ, तिहार, माघी जस्ता अवसरहरूमा एकचित्र हुन्छन्। यी चाडपर्वहरूले समुदायमा समरसता र एकता थप्छ। राजकोटका विभिन्न जातजातीयका मानिसहरू सँगै रमाइलो र सांस्कृतिक गतिविधिमा संलग्न हुन्छन्, जसले क्षेत्रीय विविधता र एकताको प्रतीक प्रस्तुत गर्दछ। भूगोल र प्राकृतिक सम्पदाको बारेमा चर्चा गरौँ। राजकोट नगरपालिका कर्णाली प्रदेशको पहाडी क्षेत्रको हिस्सा हो र यहाँको भूगोल अत्याधिक विविध छ। यहाँका हिमाली दृश्य, हरियाली र पर्वतीय जीवनशैलीले राजकोटलाई प्राकृतिक सौन्दर्यको दृष्टिले विशेष बनाउँछ। राजकोटमा देउरामालिका जस्ता धार्मिक पर्यटकीय स्थलहरू छन्, जुन पर्यटन दृष्टिकोणबाट महत्त्वपूर्ण स्थान ओगटेका छन्। राजकोटको जैविक विविधता पनि उल्लेखनीय छ। यहाँको वनस्पति र जनावरको जैविक प्रणालीले पर्यावरण र जैविक समृद्धिमा ठुलो योगदान पुर्याउँछ। राजकोट नगरपालिका कर्णाली नदीको निकट अवस्थित र यसको ऐतिहासिक र प्राकृतिक महत्त्वले यसलाई पर्यटकको आकर्षक केन्द्र बनाएको छ। प्राकृतिक स्रोतको सदुपयोग र संरक्षणले राजकोटका स्थानीय बासिन्दालाई दिगो विकास र समृद्धिको बाटोमा डोर्याएको छ। कृषि र जीविकोपार्जन। राजकोट नगरपालिका प्रमुख खेतीको रूपमा कृषि क्षेत्रलाई आधारित प्राथमिकतामा राखेको छ। यहाँका अधिकांश बासिन्दाहरूको जीवनशैली कृषि कार्यसँगै सम्बन्धित छ। यहाँका प्रमुख बाली गहुँ, मकै, आलु र तरकारी उत्पादन गरिन्छ। विशेष गरी फुकोट क्षेत्रले